हेलो हेलो नमस्ते अनि सेवा हजुरहरू सबैजनालाई यो मेरो छोटो अनि सानो भिडियोमा स्वागत गर्न चाहन्छु। र यो चाहिँ रहेको छ हाम्रो नयाँ युट्युब च्यानल। अनि यदि हजुरहरूको मोबाइलसम्म हाम्रो भिडियो चाहिँ आइपुगेछ भने सबैजनाले हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला र भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट पनि गर्न नभुल्नु होला भन्न चाहन्छु है त। र आजको कार्यक्रम चाहिँ रहेको छ हाम्रो तिते बनाउने। तिते भनेपछि हजुरहरू कतिजनालाई थाहा छ त्यो पनि भन्नु होला। र यो तिते भनेको चाहिँ हाम्रो राईहरूको चाहिँ कल्चरल खानामा पनि पर्न जान्छ। यसलाई वाचिपा पनि भनिन्छ है। अनि हाम्रो चाहिँ यहाँ कुखुरा काटेर आज चाहिँ तिते बनाइ खाने चाहिँ एकदम सल्लाह भयो भनौँ न। अनि यसलाई चाहिँ तितेलाई चाहिँ खासमा मकैको पिठोमा बनाएर खाने चलन छ हाम्रो पूर्वतिर चाहिँ। र यदि मकैको पिठो नभएको बेलामा चाहिँ यदि छैन भने चाहिँ चामलमा बनाएर पनि खाइन्छ। र आज चाहिँ हाम्रो घरमा साथीहरू मकैको पिठो पनि भएको हुनाले चाहिँ हामी एकदम जोस जाँगरको साथ बनाउँदैछौँ होइन। यदि गर्मी छ यति गर्मी छ साथीहरू, घाम त लागेको छैन तैपनि खलखल पसिना आउँदै हामी चाहिँ बनाउनमा एकदमै व्यस्त छौँ। र पानी पनि अलिअलि परेको थियो अनि त्यही भएको भएर चाहिँ दाउरा पनि भिजेर चुला पनि चिसो चिसै थियो। आगो नबलेर यति हैरान लगाएको थियो धुवा त्यस्तै होइन, गर्मी त्यस्तै। मेरो बुढालाई दिक्क लागिसकेको छ, खानु पनि मन लागेको छ, बनाउनु पनि अल्छी लागिरहेछ। अनि बनाउँदिनँ पनि भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ हुन्छ बनाऊँ न भन्दै थिएँ होइन। म चाहिँ यता र उता गर्दै आगो फुक्दै मेरो चाहिँ दिन गएको थियो। अनि आगो फुकेकै आगै बल्दैन। अनि यता मैले चाहिँ टाउको बनाउँदै थिएँ, उता आगो पनि फुक्दै टाउको पनि बनाउँदै भन्दै साथीहरू देख्न सक्नुहुन्छ हाम्रो कुखुरा चाहिँ नाङ्गै भइसकेको छ है। भुत्ला सबै निकालेर हामीलाई चाहिने जति तिते जति निकालेर अरू चाहिँ सबै राम्रोसँग सफाइ गरेर चाहिँ हामीले सक्न लागिसकेको छौँ। अनि हजुरहरूतिर चाहिँ तिते खाने चलन कतिको छ त्यो पनि कमेन्ट गर्नुहोला। अनि यो हाम्रो चाहिँ अघि पनि भनिहालेँ युट्युब च्यानल रहेको छ। अनि हजुरहरू सबैजनाले चाहिँ सब्सक्राइब चाहिँ अनिवार्य गरिदिनु होला, माया गरिदिनु होला है। हामी सबैजनालाई थ्याङ्क यू सो मच, हजुरहरू सबैजनालाई मिस यू।